नमस्ते, स्वागत छ हजुरहरूलाई शान्ति भान्साघरमा। आज मैले हजुरहरूको सामु गुन्द्रुकको बट्टामा राखेर खान मिल्ने अचारको रेसिपी लिएर आएको छु। मैले चाहिँ यहाँ रायो सागको गुन्द्रुक लिएको छु। मैले यो गुन्द्रुकलाई पखालेर 4 घण्टा मजाले घाममा सुकाएर लिएको छु। यहाँ मैले लामो रातो खुर्सानी पनि लिएको छु। यो खुर्सानीलाई पनि मैले पखालेर घाममा सुकाएर लिएको छु। अब हामीलाई यहाँ थोरै धनियाँ चाहिन्छ अनि यो सरसो पनि चाहिन्छ। यदि सरसो छैन भने तोरी राख्दा पनि हुन्छ। यहाँ चाहिँ मैले नुन पनि लिएको छु। यहाँ चाहिँ मैले अमिलोको चुक पनि लिएको छु। आउनुहोस् अब बनाउन सुरु गरौँ। अब मैले यो खुर्सानीको यो सबै चेटाहरूलाई निकाल्छु। हामीले चाहिँ यसरी खुर्सानीलाई मजाले पखालेर घाममा सुकाएर लिनुपर्छ। यो खुर्सानी चाहिँ हजुरहरूले गुन्द्रुकमा कतिको पिरो खानुहुन्छ त्यो अनुसार राख्न सक्नुहुन्छ। त्यसरी पिरो खानुभयो भने योभन्दा पनि अझै धेरै राख्ने। धेरै पिरो खान सक्नुहुन्न भने यो खुर्सानी कम गर्दा नि हुन्छ। र हेर्नुहोस् त मैले खुर्सानीको सबै चेटाहरू निकालिसकेँ। अब हामीले ग्यासमा कराही बसाल्ने, ग्यास पनि अन गर्ने। अब हामीले यो कराहीमा तेल लगाउने। गुन्द्रुकको अचार बनाउँदा चाहिँ तेल अलि धेरै चाहिन्छ। त्यही भएर मैले ठुलो कराहीमा धेरै नै तेल लगाएको छु। हेर्नुहोस् त तेल पनि तातिसकेको छ। अब हामीले यसमा सबै खुर्सानीहरूलाई फ्राई गर्ने। यसरी खुर्सानी फ्राई गर्दा चाहिँ हामीले ग्यासलाई सानो बनाउनुपर्छ। यसरी हामीले खुर्सानीलाई सानो ग्यास गरेर 1 मिनेट जति फ्राई गर्नुपर्छ। यो फ्राई गर्दा चाहिँ हामीले चलाउँदै फ्राई गर्दै गर्नुपर्ने हुन्छ। ल हेर्नुहोस् त मैले यो खुर्सानीलाई फ्राई गरेको पनि 1 मिनेट भइसक्यो। अब यो हाम्रो खुर्सानी पनि मजाले फ्राई भइसकेको छ। अब हामी चाहिँ यसलाई एउटा प्लेटमा निकाल्ने। अब यही खुर्सानी फ्राई गरेको तेलमा चाहिँ हामीले गुन्द्रुक लगाउने। यसलाई पनि हामीले सानो ग्यास गरेर फ्राई गर्ने। यो गुन्द्रुक फ्राई गर्दा हामीले चलाउँदै फ्राई गर्दै गर्नुपर्छ, डढ्न चाहिँ दिनु हुँदैन। ल हेर्नुहोस् त मैले यो गुन्द्रुकलाई 2 मिनेट जति मजाले फ्राई गरेँ।
अब फेरि मैले आधी मिनट जति अझै यसलाई चलाउँदै फ्राई गर्दै गर्छु। ल हेर्नुहोस् त यो गुन्द्रुक पनि अब अचारको लागि यतिको फ्राई भइसकेको छ। हामीले चाहिँ यो गुन्द्रुकलाई यसरी क्रन्ची नहुँदासम्म फ्राई गर्ने। अब यो क्रन्ची भइसक्यो, अचारको लागि पनि हाम्रो गुन्द्रुक राम्रोसँग रेडी भइसक्यो। मैले चाहिँ ग्यास बन्द गरेँ। अब मैले यसलाई एउटा बाटामा खन्याउँछु। हामीले चाहिँ यसरी तेल तारेर एउटा भाँडामा खन्याउनु पर्छ। मैले सबै यो गुन्द्रुकहरूलाई यसरी एउटा बाटामा खनाइसकेँ। हामीले चाहिँ यो गुन्द्रुकलाई तातो भाँडामा राख्नु हुँदैन। त्यही भएर हामीले छिटो छिटो तयार भएपछि अर्को भाँडामा राख्नुपर्छ। अब हामीले यो फ्राई गरेको गुन्द्रुकलाई एकछिन सेलाउन दिने। अनि यो खुर्सानीलाई पनि एकछिन हामीले सेलाउन दिने। गुन्द्रुक र खुर्सानी सेलाउँदासम्म हामीले यता धनिया र सर्सौँलाई भुट्ने। हामीले चाहिँ यसलाई सानो ग्यास गरेर मजाले फ्राई गर्नुपर्छ। ल हेर्नुहोस् त मैले यसलाई भुटेको पनि 1 मिनट जति भयो। सानो ग्यास गरेर भुटेको। अब यो नि रेडी हुन लागिसक्यो। यो पनि अब तयार हुन लाग्यो। हामीले चाहिँ सानो ग्यास गरेर चलाउँदै भुट्दै चलाउँदै भुट्दै गर्नुपर्छ। ठुलो ग्यास गरेर भुट्यो भने चाहिँ उत्तिकै डढ्छ, राम्रोसँग भुटिँदैन। त्यसैले हामीले सानो ग्यास गरेर भुट्नुपर्ने हुन्छ। अब हाम्रो यो गुन्द्रुकको अचारमा राख्नको लागि भुटेको मसला पनि तयार भइसक्यो। अब मैले यसलाई ग्यास बन्द गरेर निकाल्छु। हामीले चाहिँ यो अर्को एउटा प्लेटमा खनाएर राख्नुपर्छ। यही तातो भाँडामा राख्यो भने यो डढ्छ, डढ्यो भने एकदमै छिटो हुन्छ। त्यसैले हामीले यो मसलालाई पनि कति पनि डढाउनु हुँदैन। अब मैले यसलाई एउटा प्लेटमा खनाउँछु। यसलाई पनि मैले 10 मिनट जति चिसो हुन दिन्छु। ल हेर्नुहोस् त यो मसला पनि चिसो भइसक्यो। अब मैले यसलाई मिक्सरमा लगाउँछु। अब मैले यसलाई मसिनो बनाउँछु। ल हेर्नुहोस् त यो मसला पनि पिसिसक्यो। अब मैले यसलाई एउटा प्लेटमा खनाउँछु। ल हेर्नुहोस् त यो गुन्द्रुक पनि यतिकै चिसो भइसक्यो। अब हामीले चाहिँ यसलाई मसिनो बनाउने। यसरी अर्को भाँडामा राख्दै हामीले यसरी हातले नै यसलाई मजाले मुछ्ने। यो चाहिँ यस्तो मजाले मुछिन्छ। ल हेर्नुहोस् त यसरी मुछेर हामीले यसलाई धुलो पार्नुपर्छ। यसलाई चाहिँ मिक्सरमा मसिनो बनाउँदा नि हुन्छ, तर मिक्सरमा मसिनो गराएको भन्दा हामीले आफ्नै हातले यसरी मुछेको चाहिँ एकदमै मिठो अचार हुन्छ। यसरी हामीले थोरै थोरै ल्याउँदै मुछ्दै, थोरै थोरै ल्याउँदै मुछ्दै गर्ने। मैले यसै गरी सबै गुन्द्रुकहरूलाई मसिनो बनाउँछु। ल हेर्नुहोस् त मैले यो फ्राई गरेको गुन्द्रुकलाई सबै यसरी मसिनो बनाइसकेँ। अब हामीले यो फ्राई गरेको खुर्सानीलाई पनि यसरी नै हातले मसिनो बनाउने।
ल हेर्नुहोस् त, यसरी एकदम क्रिस्पी हुन्छ। यसलाई पनि हामीले मजाले हातले मुछ्ने। हामीले गुन्द्रुकको डब्बामा राखेर खान मिल्ने अचार बनाउँदा चाहिँ दुईवटा कुरामा ध्यान दिनुपर्ने हुन्छ। खुर्सानीलाई कति पनि चिसो गराउनु हुँदैन अनि गुन्द्रुकलाई पनि चिसो गराउनु हुँदैन। खुर्सानी र गुन्द्रुक घाममा सुकाएर एकदम ड्राई हुनुपर्छ। फ्राई गर्दा पनि सानो ग्यास गरेर मजाले फ्राई गर्नुपर्ने हुन्छ। ल हेर्नुहोस् त, यो खुर्सानी पनि गुन्द्रुक जस्तै मसिनो भइसक्यो। मैले चाहिँ यहाँ रायो सागको गुन्द्रुक लिएको छु। यसरी नै तोरी सागको गुन्द्रुकको पनि अचार हुन्छ अनि काउली बन्दाको पातको गुन्द्रुकको पनि यसरी नै मिठो अचार बन्छ। ल हेर्नुहोस् त, गुन्द्रुक अनि खुर्सानी पनि यसरी धुलो भइसक्यो। अब हामीले यहाँ मसलाहरू लगाउने। अब मैले यहाँ यो सर्सौं र धनियाँको धुलो पनि लगाउँछु। हामीले चाहिँ यहाँ स्वाद अनुसारको नुन लगाउने। यो गुन्द्रुक चाहिँ एकदमै अमिलो छ। अमिलो भए पनि यसरी फ्राई गर्दा चाहिँ थोरै अमिलो घट्छ। त्यसैले हामीले यसमा अमिलोको लागि चुप लगाउने। मैले चाहिँ 3 चम्ची जति चुप लगाएँ। अब हामीले सबै यो गुन्द्रुकमा यसलाई मिक्स गर्ने। यसरी बनाएर राखेको गुन्द्रुकको अचार चाहिँ अब गर्मीको लागि एकदमै मिठो हुन्छ। यो चाहिँ भातसित रोटीसँग जेसित पनि खान मिल्छ। अब हामीले यति बेला नुन अनि अमिलो लाएन भनेर टेस्ट गर्ने। लाएको छैन भने नुन पनि थप्ने अनि अमिलो पनि थोरै थप्ने। ल हेर्नुहोस् त, हाम्रो गुन्द्रुकको अचार पनि रेडी भयो। अब चाहिँ मैले यसलाई बट्टामा राख्छु। अब हामीले यसरी यसलाई बट्टामा लगाउने। यसरी बट्टामा खाँदी खाँदी राख्ने। यो अचार चाहिँ वर्ष दिन राख्दासम्म पनि केही पनि हुँदैन। हामीले अचार झिक्दा चाहिँ चम्ची चिसो गर्नु हुँदैन। अचार झिक्ने बेलामा चम्ची चाहिँ एकदमै ओभान हुनुपर्छ। यसरी हामीले गुन्द्रुकको अचारलाई चाहिँ डब्बामा राखेर वर्ष दिनसम्म खान सक्छौँ। ल हेर्नुहोस् त, हाम्रो गुन्द्रुकको अचार पनि एकदमै मिठो भएर तयार भयो। मैले यस्तै सजिलो र मिठो रेसिपी हजुरको सामु लिएर आउने नै छु। मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई पनि पुरा हेरेर लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। मेरो भिडियो पुरा हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।